बुढो हजुरलाई करेलाको तरकारी मनपर्छ? मेरो फेभरेट हो करेलाको तरकारी। मनपर्छ मात्र होइन, त्यसो भए पर मजा लाग्छ खान। त्यसो भए हजुर पनि बल्ल मेचर हुनुभएछ। मान्छेहरूलाई करेला मन पर्न थालेपछि बल्ल उनीहरू मेचर हुँदो रहेछन्। जसलाई करेला मन पर्दैन त्यो बचपनमै हुँदो रहेछ उमेर बढे पनि। त्यसो त म त जन्मिनेदेखि नै मेचर भएछु, तर मलाई पहिल्यैदेखि मन पर्थ्यो। जन्मिनेदेखि के गरेर खानुभयो हजुरले चाहिँ? भन्नाले मलाई याद भए अनुसार मलाई मिठो लाग्थ्यो कि कस्तो अरूभन्दा फ्राई गरेर हुन्छ नि। तर थाहा हुने हो भने करेला चाहिँ एकदम राम्रो कुरा हो नि त होइन। अब त्यो कति मान्छेहरूलाई मन पर्दैन। पितो हुन्छ भन्छ नि त, पितो भन्दाखेरि स्वाद भनौँ न है। फ्राई गऱ्योहरू अब दाल हाल्यो, घिउ हाल्यो, अनि त्यसपछि टमाटरको अचार होइन कस्तो मिठो लाग्छ। अघि भर्खर भात खाएको, फेरि भोक पो लागेको थियो करेलाको तरकारीको कुरा गर्दा त। आज हामी करेला खायौँ। करेलासँग चाहिँ मुसुरीको दाल, टमाटरको अचार अनि करेला फ्राई यस्तो दामी